हेलो एभ्रिबडी आज चाहिँ हाम्रो डिकेन्द्र भाइको यो दाँत छैन दाँत नभएको कारणले गर्दाखेरि चाहिँ उसलाई चाहिँ खाना खानु समस्या हुन्छ त्यो बाहेक अरू कुनै पनि समस्या छैन उसको यो डिफर्मिटी भए पनि भन्ने कुरा उनले गरेका छन् र चाहिँ यो दाँत नभएको कारणले गर्दाखेरि यो ओठ चाहिँ पुरै कसो हुन्छ यसरी चाहिँ माथि जान्छ अनि जिब्रोले पनि यसरी छुनु सक्छ यो चाहिँ दाँत को आधार जुन त्यो गिजा हुन्छ गिजा नै छैन भन्ने छ उसको एकपल्ट सिस्टर हेरिदिनु त दाँतमा चाहिँ गिजा नै होइन हातले छल्नु पर्नु गिजा नै छैन है तल पनि हेर्नु जिब्रोभित्र लाग्छ यसरी चाहिँ गिजा नै विकास नभएको रहेछ त्यस कारणले गर्दाखेरि यसको समस्या समाधान गर्न सकिन्छ कि भनेर हामी चाहिँ लागिरहेका छौँ।